ल त साथीभाइ म चाहिँ 2025 को अलैँची रोप्नुतिर लागेँ है त र सबैजनालाई जय मसी पनि सो अलैँची रोप्दै गरेको होइन घाम लागेर चाहिँ अब एकछिन बिसाइराखेको छु सो अहिले भने चाहिँ अलैँची चाहिँ यति रोपिसक्यो है र यहाँ ल्याएको चाहिँ रोपिसक्यो अब गएर निकालेर ल्याउनु पर्छ है र घाम पनि आज एकदम चर्किरहेको छ र अब हेरौँ कस्तो हुन्छ यहाँनिर अलैँची यो पालि चाहिँ रोपेको नि त यहाँनिर अनि घाम यस्तो लागिरहेछ भरे झस्यौटो पोल्नु पर्यो भने त मार्यो है त साथीभाइ र तपाईँकोतिर कस्तो के छ है अनि यसो अहिले भने चाहिँ अब एकदम व्यस्त त अनि बिजी छु है र घरमा पनि मिस्त्री लागिरहेको छ र मिस्त्री छ म चाहिँ यहाँनिर बारीमा अब यहाँनिर रोप्दै गरेको यो अलैँची नै यहाँ सकेर चाहिँ फेरि उँभो माथि पनि रोप्नुपर्ने किन भन्दाखेरि रोपेको चाहिँ रोपेकै हुन्छ है साथीभाइहरू जे कुरा पनि आफूले फलोस् चाहे नफलोस् है गरी चाहिँ राख्नुपर्छ है रोपी चाहिँ राख्नुपर्छ है साथीभाइ एक दिन न एक दिन त फल्छ र अस्ति मैले होइन एउटा अलैँची चाहिँ झ्याङमा फुलिरहेको लगाएको थिएँ भिडियो है अनि एकजना मान्छेले कमेन्ट गरेछ है फेब्रिकले टालेर लगाएको हो भनेर कमेन्ट गरेको थिएँ र तपाईँहरूलाई रियालिटीमा म देखाउँछु है अनि यसो अहिले भने चाहिँ म यहाँ अलैँची बारीमै छु यो चाहिँ आग्यो होइन अलैँची रियालिटीमा चाहिँ अब यो यहाँनिर यस्तो यस्तो यो हाँगातिर यो फेब्रिक विलले यस्तो ताल्छ र ताल्दैन नि हेर्नुहोस् यहाँ पनि छ यो फलिरहेछ देख्नुभयो हेर्नुहोस् है यो चाहिँ हाँगामै उयो भएको फुलेको रहेछ नि त फलेको भनौँ न यहाँ छ हो अनि यहाँ पनि रहेछ है यहाँ चाहिँ धन्न फलिरहेछ दुईटा अलैँची चाहिँ यस्तो हो साथीभाइ हो होइन गाउँठाउँमा अब घरमा बसेपछि काम गर्नै पर्यो मसाएर चाहिँ यहाँ चाहिँ फेरि मकै छर्नु है त साथीभाइ मकै छर्नुपर्छ अलैँची बारी चाहिँ अब र यहाँबाट निकाल्दै लानुपर्ने अलैँची चाहिँ होइन अब फर्सी हेर्नुहोस् फल्नु चाहिँ फलेको छैन बारीहरू चाहिँ काँक्राहरू पनि फल्नु लाग्दैछ यहाँ एउटा फलिरहेछ है त साथीभाइ काँक्रो हो अनि यहाँबाट पनि फलिरहेको छ है त घाम लागेर चाहिँ यस्तो घाँस लाएर पनि बाख्रा चाहिँ कराउँछ मेरो किचनको अवस्था यस्तो छ बनिँदैछ है त हाम्रो दाने दाजु छ र दाजु छ यस्तो पो छ अवस्था त एकदम मजाले बनिँदैछ अब चाहिँ पोस्टको लागि तयारी हुँदैछ हाम्रो दाजु हाम्रो दानेर दाजु यो पछाडिको घर बनाउँदा पनि बर्खा लागेको थियो लकडाउन पनि भएको थियो र योपालि यो किचन बनाउँदैछ है किचन बनाउँदा पनि अब यो बर्खा लागिसकेको छ अब धमाधम एकदम बन्दैछ अब काठ चाहिँ सखुवा जत्तिकै हो भनौँ काठ पुडाउनु चाहिँ साह्रो हो घरहरू बनाउनु चाहिँ साथीभाइ दाजुले चाहिँ यो
के भन्छ यसलाई साइडको पोस होइन मैले चाहिँ योपालि किचनमा चाहिँ सबै 3 लगाइदिएको नि त काठ चाहिँ 3 को हुन्छ अब अलिकति भए पनि सौँदिलो देख्छ भनेर चाहिँ लगाएको अब कस्तो बनिँदै जान्छ तपाईँहरूलाई अपडेट दिनेछु है त र भन्नु चाहिँ अब यतिको बनिसकेको छ